हेलो एभ्रिवान, फेरि पनि स्वागत छ है त मेरो नयाँ भिडियोमा। र आज तपाईहरुलाई म के देखाउन गइरहेको छु भने भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला है त। आज म तपाईहरुलाई मेरो डेली लाइफ रुल्स यानी कि मेरो दैनिकी देखाउँछु है त। अहिले चाहिँ लगभग दिउँसोको 3 बजिसकेछ र अब म चाहिँ उठ्नुपर्ने हुन्छ किनभने मेरो नाइट ड्युटी छ। अब उठेर बिस्तारै फ्रेश भएर ड्युटी जानुपर्ने हो, तर उठ्न मन चाहिँ छैन है। 12-14 घण्टाको कामले एकदम थकित, 2 मिनेट भए पनि फेरि सुतौँ जस्तो लाग्छ भने, तर नि के गर्नु, नभई हुँदैन। अब बिस्तारै उठेर म चाहिँ लागे फ्रेश हुन। के गर्नु साथीहरु, परदेशी जीवन यस्तै छ है त। लागे फ्रेश हुन। फ्रेश भएर खाना पनि खाएर सकिसक्यो। अब चाहिँ कामतिर लाग्नु पर्ने हुन्छ। तर कामतिर लाग्नुभन्दा पहिला म तपाईहरुलाई मेरो रुम भिजिट सँगसँगै मेरो डेली लाइफ रुल्सहरु पनि तपाईहरुलाई देखाउँछु है त। चाहिँ मेरो रुम देख्न सक्नुहुन्छ। 3टा बेड, 3 जना सुत्ने, त्यसपछि 3टा दराज, आफ्नो पर्सनल रुम यस्तै छ है साथीहरु। सँगसँगै मेरो डेली लाइफ रुल्सहरु पनि तपाईहरुलाई देखाउँछु है त। यो म सुत्ने बेड, त्यसपछि मेरो पर्सनल दराज, र यो दराज भित्र यस्तो चीज छ कि यो चाहिँ मेरो दराज भयो। र यो दराजको ढोकामा चाहिँ मेरो ओभरटाइमको लिस्ट यसरी छ है साथीहरु। यो 2025 को भयो। मैले डेली काम सकेर आएर चाहिँ यहाँ आफ्नो ओभरटाइम चाहिँ टिप्ने गर्छु। र यो चाहिँ 2025 भयो। 1 2 3 4 यो चाहिँ महिना, त्यसपछि यताको चाहिँ गते भयो। त्यसपछि यता तल चाहिँ टोटल देख्न सक्नुहुन्छ। महिनाभरि कति काम गरेको, किनभने प्रत्येक महिना टोटल हिसाब गरेर म्यानेजरलाई पठाउनु पर्ने हुन्छ, त्यसैले टोटल पनि छ। त्यसपछि मैले हिजो अस्तिको लेख्नै बिर्सेछु कि ओभरटाइम गरेको। अहिले चाहिँ हेर्दा लेख्नलाई ठ्याक्कै याद आयो। र अस्ति सन्डे चाहिँ छुट्टी हुन्छ यहाँ रोमानियामा। सन्डेको दिन चाहिँ मैले अल डे नाइट नै ड्युटी गरेको थिएँ 24 घण्टा। र 11 तारिक चाहिँ मन्डे चाहिँ 16 घण्टा हो साथीहरु। 16 घण्टा किनभने मेरो नाइट ड्युटी थियो। नाइट ड्युटी भइसकेपछि म 8 घण्टा सुतेर फेरि मसँग 16 घण्टा बाँकी रहन्छ। त्यसपछि त्यो 16 घण्टालाई फेरि मैले खेर जान दिन र 8 घण्टा नर्मल ड्युटी अनि 8 + 8 घण्टा ओभरटाइम है त साथीहरु। फेरि यता र यो लिस्ट चाहिँ 2024 हो त साथीहरु। यहाँ प्रत्येक महिनाको टोटल आवर चाहिँ यहाँ छ 2024।
अर्को 1 महिनादेखि 12 महिनासम्म र 2024 1 महिना 8 तारिक चाहिँ म घरबाट बसबाट हिँडेको। त्यसपछि 10 तारिक मेरो फ्लाइट, 11 तारिक रोमानिया आएको। त्यसपछि 2-4 दिन चाहिँ मैले ओभरटाइम गरिनँ। त्यस लगतै सबै दिनहरूमा मैले ओभरटाइम गरेको छु है त साथीहरू। त्यसपछि यो चाहिँ मेरो रह्यो डेली लाइफ रुल्स र डेली लाइफ रुल्स। अनि यो बारहरू भयो सन्डे, मन्डे, ट्युसडे, वेडनेसडे, थर्सडे गरेर। अनि त्यसपछि हाम्रो यो सन्डे चाहिँ यहाँ बिदा हुन्छ, त्यहाँ होलिडे छ। अनि बाँकीमा चाहिँ मेरो 8 घन्टा नर्मल ड्युटी हुन्छ। त्यसपछि यहाँ चाहिँ ओभरटाइम, त्यसपछि खाना पकाउने खाने टाइम चाहिँ भयो। त्यसपछि घरतिर कुरा गर्ने नुहाइधुवाइ यता उता टाइम चाहिँ त्यहाँ छ। यो चाहिँ मेरो भिडियो बनाउने भनेर चाहिँ छ, तर यो खासै लागु चाहिँ भएको छैन। तर सुत्नलाई चाहिँ म जम्मा 6देखि 7 घन्टा सुत्छु है त साथीहरू डेली, सधैँ 6देखि 7 घन्टा। त्यसपछि यो च्यालेन्जिङ प्लान भनेको चाहिँ छ, म बिस्तारै तपाईँहरूलाई देखाउँछु। यसको तल च्यालेन्जिङ प्लान चाहिँ 6-7वटा छ क्या हो। त्यो चाहिँ म तपाईँहरूलाई प्रत्येक कुरा गरेपछि मात्र रिभिल गर्छु है त। अब चाहिँ म ड्युटी जानुपर्ने हुन्छ साथीहरू, टाइम भइसक्यो। अब चाहिँ मैले युनिफर्म लगाएर ड्युटी जानुपर्ने हुन्छ। साथीहरू तपाईँहरूले पनि लाइफमा के गर्नु छ भने यसरी गरेर तपाईँहरूले यसरी प्लानिङ अनुसार गर्नुभयो भने चाहिँ सक्सेस हुन सकिन्छ है त साथीहरू। म पनि सक्सेस त भएको छैन, तर कोसिस जारी छ। आजको ड्युटी चाहिँ 14 घन्टा हुनेछ, बेलुका 5 बजेदेखि भोलिपल्ट बिहान 7 बजेसम्म। र मेरो दिन, हप्ता, महिना र वर्ष यसरी नै बितेको छ है त साथीहरू। र अहिले घुमघाम आराम भन्दा नि पैसा कमाउने बेला हो, त्यसैले म चाहिँ यसरी लागिरहेको छु। तपाईँहरू पनि सम्भव भएसम्म आफ्नो टाइमलाई वेस्ट हुन नदिनु होला है त साथीहरू, किनभने हामी प्रदेशमा कमाउन नै बढी फोकस गर्नुहोस् भन्ने सल्लाह दिन चाहन्छु। र यिनीहरू चाहिँ मेरो औजारहरू, काम गर्ने औजारहरू, यसलाई बिर्सनु हुँदैन। र म चाहिँ कामतिर लागेँ है त साथीहरू। अब हाम्रो भेट अर्को यो भिडियोमा हुनेछ। तपाईँहरूको दिन शुभ रहोस्। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। बाई बाई।